पार्टीमा टेक्निकल प्रब्लम आएर हामी एकाउन्टमा आयो 56मा फेरि हामी एकजुट भएर उठ्दा जितेको 64मा देशमै ठुलो हावाहुरी आएको थियो त्यसले यो क्षेत्रलाई प्रभाव पार्यो त्यो बेला धेरै भोटले आएर होइन नि 3500 भोटले मात्र आयो 70मा हामी फेरि 3500 भोटले जित्यो अब 74मा फेरि टेक्निकल प्रब्लम हाम्रो पार्टीमा स्थानीय उम्मेदवार भएन भने ठुलो इस्यु हो त्यस कारणले आयो अस्ति दुर्लभजी पनि जितेको भनेपछि अहिले भएको चुनावमा हामी बहुमत पटक जितेका छौँ एउटा जितको आधार जहाँसम्म 74मा हामी चुनाव हार्दा पनि समानुपातिक मत हाम्रो 1 नम्बर थियो यानि कि 25,000 थियो त्यो भनेको समानुपातिक मत भनेको तपाईँहरू सबैलाई थाहा छ पार्टीको मत त्यसो भएको हुनाले अहिले पार्टी एक ठिक्का छ मेरो विजय सुनिश्चित छ फोटोमा भन्छु अर्को प्रतिबद्धता के भन्नुभयो त्यहाँ छुट्यो होला केही कुरा हाम्रो क्षेत्र भक्तपुर क्षेत्र नम्बर 2 मा पनि मेरो बेल्टमा खानेपानीको हाहाकार छ बेलमजी आउँछ बर्खामा आउँदैन आउँदाखेरि पनि कहिले आउँछ कहिले आउँदैन त्यो अवस्था भएर हामीले हाम्रो क्षेत्रको लागि पानीको विशेष व्यवस्था गर्न हामीले माथि आशापुरी र नैचालमा साना साना पानीको स्रोत केन्द्रहरू छन् त्यहाँको पानी सङ्कलन गरेर 2 नम्बर क्षेत्रभरि बाँड्न सक्यो भने कमसेकम 15-20 वर्षलाई हामीलाई त्यो पानीले पुग्छ र आशापुरीमा टिपिआरको काम सुरु भइसकेको छ अर्को हामीले अघि नारायणजीले पनि भन्नुभयो यो हनुमन्ते खोलामै तरकारी उमार्ने पनि त्यहीको पानी लगाएर पखाला खाने पनि थियो 38 सालसम्म त म आफै त्यही नुहाएर पानी लिएर गएर घरमा पूजा गर्थेँ त्यो खोला अहिले के भएको छ फुटाल्न पनि सकियो त्यसको सफाइ सबभन्दा सफा हनुमन्ते त्यसै गरी हनुमन्तेसँग जोडिएको ठुलो नारा भएको कुरा हनुमन्ते करिडोर 10-15 वर्षदेखि सुरु भएर अहिलेसम्म दशालिङ्ग अवस्था छ त्यसलाई किसानलाई क्षतिपूर्ति समेत दिएर हनुमन्ते खोलाको करिडोर पुरा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो त्यसै गरी सिमानामा रहेको मनरा करिडोरको पनि समस्या छ त्यसलाई पनि हामीले त्यही क्षतिपूर्ति दिएर मनरा करिडोरलाई पनि हामीले पुरा गर्नु छ अर्को एउटा समग्र भक्तपुर नै कला संस्कृति र सम्पदाको सहर यहाँको कला संस्कृति र सम्पदालाई संरक्षित गर्नु त छँदैछ त्यसै गरी मेरो चुनाव क्षेत्र सूर्यविनायक नगरपालिकामा धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना छ सूर्यविनायक गणेश मन्दिर त्यहाँको हाइटमा पर्यटक होटेल रिसोर्ट बनाएर पर्यटकीय सम्भावना बढाउन सकिन्छ भने भर्खरै अघिल्लो सरकारले भर्खरको सरकारले त्यहाँ प्राणी उद्योग त्यहाँ पर्यटन आन्तरिक पर्यटन सम्बन्ध बढ्दैछ भने अर्को मेरो चुनाव क्षेत्र मध्यपुर नगरपालिकाको विशेषता पनि छुट्टै छ त्यो जात्राको सहर मन्दिरको सहर पोखरीको सहर बाधैबाधाको सहर भदरैको सहर कला संस्कृतिको सम्पदाको सहर हो त्यसको संरक्षण गरेर अब आउने विदेशी टुरिस्टलाई भक्तपुर नगर मात्र होइन एकचोटि मध्यपुर नगर पनि घुम्नै पर्ने बाध्यता सृजना गर्ने गरी त्यहाँको स्थानीय निकायसँग समन्वय गरेर हामीले जित्यो भने हामीले त्यो कार्य पनि गरेछौँ त्यतिमा नेवार संस्कृतिलाई अगाडि बढाउन त्यहाँको यमरी 12 लगायतका खानेकुरा नेवारी खानाको प्रमोट गर्नेदेखि लिएर त्यहाँको लोकल रक्सी ऐला भनिन्छ त्यसलाई पनि ब्रान्डिङ गर्न सक्यो भने मध्यपुर पनि आन्तरिक पर्यटन र अन्तर्राष्ट्रिय पर्यटनको लागि आकर्षण केन्द्र बन्दछ भन्ने हो मेरो यसबाहेक अरू कुराहरू संसद भनेको अघि नारायणजीले भनेको संसद भनेको ऐन नियम बनाउन जाने ठाउँ हो हामी यहाँ अहिले के भइरहेको छ भने सैद्धान्तिक शिक्षा छ डिग्री पास गरेर डिग्री हातमा ल्यायो कि खाडी जानु पर्यो अलिक राम्रो पढ्ने हो अमेरिका अस्ट्रेलिया जाने तर अब हामीले शिक्षालाई आधुनिकीकरण गरेर शिक्षालाई डिजिटलाइज गर्ने व्यवसाय गर्ने प्राधिकरण गर्ने प्राविधिक शिक्षालाई बढी ध्यान दिने व्यावसायिक शिक्षालाई बढी ध्यान दिने त्यो भयो भने पढाइ सिद्धिने बित्तिकै रोजगारी आफै सृजना हुन्छ त्यस्तो शिक्षा नीति बनाउनु पर्ने अहिलेको आवश्यकता छ भने भक्तपुर कुनै बेला उपत्यकाकै तरकारीको स्रोत थियो यहाँबाट गएको तरकारीले उपत्यका चल्थ्यो तर अहिले बढ्दो अव्यवस्थित सहरीकरण हुन्छ सहरीकरण त भइरहेको छ यहाँ तर अव्यवस्थित सहरीकरणले गर्दा खेतीयोग्य जग्गा धेरै कम हुँदै गइरहेका छन् त्यसैले भक्तपुरलाई व्यवस्थित सहर पनि बनाउनु पर्यो पहिला त्यहाँ ढल लानु पर्यो बिजुली लानु पर्यो टेलिफोन लानु पर्यो सबै लगेर
आधुनिक प्लटिङ गरेर मात्र बस्ती बसाउन सकियो भने व्यवस्थित सहर हुन्छ। त्यसको लागि पनि हामीले पहल गर्नुपर्ने मैले देख्दछु। यसबाहेक पनि अरू राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरू धेरै छन्। अहिले भने डिजिटल एआईको युग भन्ने छ। ती कुरालाई सम्बोधन गर्ने ऐन कानुन निर्माण गर्नलाई पनि म लाग्नेछु, किनभने म झन्डै 46 वर्ष पत्रकारिता गरेका मान्छे। पत्रकारिता भने प्रतिपक्ष हो, वाचडग हो, धेरै संसदको रिपोर्ट गरेको मान्छे हो। मेरो अनुभव र मेरो योग्यताले देशमा चाहिने राम्रा राम्रा कानुनहरू बनाउन पनि म सक्छु भन्ने म दृढ विश्वास छ। यति भन्दा म मेरो माइक अघिल्लो क्वेसनको आइन्छ एकताको कुरा हाम्रो पार्टी सभापतिजी अरू यहाँ भक्तपुरका सम्पूर्ण नेताहरू सबै एकै भएकोले हाम्रो सभापतिले दिनु नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ। धन्यवाद।